माया कसम भाग्दै भाग्दिन भगवान कसम भाग्दिन आयो तेरो सर बाटो खाली गर राजा आउने बित्तिकै भइहाल्छ नि मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई मेरो सिक्रिने लुट्यो बाबु खत्तम 2.5 तोला घर कसै जानु अब त्यो राडी जोले बोला लुट्यो बाजिकले राडी जोले यो बंगलादेश त के थियो र बंगलादेशमा खाने पाएको छैन हाम्रो नेपालमा जति खान्छ खाओ न ल तपाईहरु खान पाएको हो कि हैन भोक लागेको छ कि छैन हामीले खायौं के खानु हो तपाईहरुले हामीले खाजा ए फलफुल आएको हामीले फलफुल ल्याएर खाइदियो केटा हो मेरो खराब पानी छ मेरो खराब आदरणीय दर्शक देख्नुहुन्छ हेर्नुस् एयरपोर्ट गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा भैँसी हेर्नुस् यसरी चराइराखेको छ हेर्नुस् ऊ भन्दा दक्षिण जग्गा किन हामीले किन्यौं भन्ने कुरा त्यो मैले चाहिँ बुझ्न खत्तम यस्तो अवस्था छ मन्जु हामी देखाइराखेका छौं भैँसी एयरपोर्टमा भैँसी कुदिरहेको छ आदरणीय दर्शक हेर्नुस् एयरपोर्टमा प्लेन उड्नु पर्थ्यो प्लेन उड्दैन भैँसी त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई दिदी बनाइयो खत्तम साली चलती फिरती कोकेन है कोकेन तपाईं केपी शर्मा ओलीको झोले मेरो खराब पानी छ मेरो खराब तपाईं जस्तो नेता पनि केपी शर्मा ओलीको झोले बन्नुभयो नमस्ते सबैजनालाई रविन्द्र ढाटको फाइट छ इन्डियामा 2 अगस्टमा प्लिज अनलाइन केमा छ हामी भन्दै गर्छौं हेर्दिनु होला हाम्रो गुनास म्यामले पनि यसरी ढोकिदिनु भएको छ थ्यांक यू सो मच हजुरलाई आइदिनु ल सिसन दाइले सरप्राइज गरेर पनि जानु भयो हैन उहाँले बेला बेला गरिराख्नुहुन्छ ल मार्यौ मलाई मार्यौ तपाई भनेपछि बियर पनि पिउनु हुन्न होला अब त्यसरी कहाँ भालो पिउनु हुन्छ त Empty river. What's this crazy song? रामु लो एउटा चुले खालो क्यान्सर भयो झाँटेपछि नमस्ते Oh, you like me? Oh, you like me? Why not coconut? गाउँका केटी किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदै यस्तो छ जति जान्न चाहन्छन् बताउनुस् अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त जेन्जी पुस्तालाई पिर पर्यो अरे राम्रो लागेन अरे जेन्जी पुस्ता भन्ने चाहिँ कुनै ठगी खाने भाडो हो जेन्जी पुस्ताको नाम लिएर जे पनि गर्न पाइन्छ प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् म मेरो घर बनाइरहेको छु मैले काठ किन्न सकिनँ मलेसियाबाट आउँदै रहेछ एउटा कुनै कतिको 3-4 हजार 8 हजार कति हो त्यो सोचेन के भन्छु आइम सरी यो हजुर पनि हुनुहुन्थेन अब भयो यो कुकुर र तपाईमा के फरक छ हजुर यो कुकुर र तपाईमा के फरक छ केही फरक छैन सर लाइसेन्स छैन सर त्यसमै हल्का खाजा गर्छ त्यो भएको छ श्रीजी खत्तम के गर्नुहुन्छ
हामी यतिखेर पञ्चायत प्रचारमा छौँ तपाईँलाई हामी देखाउन चाहन्छु हेर्नुहोस् कस्तो अवस्था छ हेर्नुहोस् अहिलेको अवस्था केटीको कुर्सीमा पद बढुवा भइरहेछ है एकछिन सलाम पनि हान्देऊ है सलामलाई उभिएर इतने तेजस्वी लोग हैं हमारे पास जेएनजी का कार्यकर्ताहरू जेएनजीहरू भोक लागेपछि संसद भवनभित्र छिरेर अम्बा खाँदै You can save up to £240 for a family of 4. Don't miss out. Book now with Jet2 Holidays. Holidays. Fuck, sorry, dude. There's some more cans being thrown this way. मान्छे मार्न पाइन्छ मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव संसारमा कुनै पनि तानासारी त गर्न सक्दैन गृहमन्त्री राजीनामा दिनुभयो दिएर के हुन्छ गृहमन्त्री राजीनामा दिएर मान्छे मारिसक्नु मान्छे मरेर गयो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या म जस्तो म चाहिँ म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ हरेक बोटमा पैसा छ हरेक पातमा पैसा छ भने तिमी त यो जङ्गल हेर्नु न यो पातहरू हेर्नु हरेक पातहरू चढिबडी छ त्यो पनि के न के रेस्पोन्सिबिलिटी मलाई थाहा भएन अरू जति पनि पातहरू छन् नि 1 रुपियाँमा हामीले पात किन्छौँ कि नेपालको साल मात्र अहिले हामीले सदुपयोग गर्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1 करोड बाँड्न पुग्छ 1 करोड 20 लाख बाँड्न पुग्छ 1 करोड 20 लाख बाँड्न पुग्छ आजको म्याच खेल्न आउनु अगाडि चाहिँ के सोच्नु भएको थियो प्रे गर्नु भएको थियो केही भन्नु भएको थियो आज किनभने चाहिँ आज मैले बिहान उठेर मैले त्यहाँ आज ब्रेकफास्ट पनि गरेन होइन होटलमा अनि त्यसपछि चाहिँ हामी रोहितको क्याफेमा चाहिँ म्याचभन्दा पहिला जान्छौँ एउटा चाहिँ त्यो लक्की जस्तो छ कि हामी जुन दिन त्यो क्याफेमा पुगेको छैन त्यो दिन म्याच हारेछौँ क्याफेको पनि राम्रो एडभर्टाइज भयो त्यो चाहिँ रियालिटी भएको के त्यो चाहिँ रियालिटी यस्तो अर्को टिम घुम जाला फेरि यस्तो अर्को टिम घुम जाला फेरि सन्दीप लामिछाने चिन्नुहुन्छ कि नै चिन्दिन क्या पक्रेर क्रिकेट मन पर्छ तपाईले होइन मन पर्छ मन त पर्छ तर बुझ्न चाहिँ बुझ्दिन चौरस्ती लिएर आएका अरू जस एनपीएल मा चाहिँ अहिले फ्लड लाइटर जोडिया छ भने चाहिँ कस्तो लागिरहेछ फ्लड लाइटहरु ए म त फ्लड भनेको सुने राम्रो छ उज्यालो देखिन्छ रहेछ बाहिरबाट चाहिँ धुवा आए जस्तो देखिएको क्या किन क्रिकेट प्रतिको यति धेरै मोह किन छ यो लोकसेवाको जीकेमा सोध्छ तिमीले आको अब त सम्झिन्छ कि बिर्सिसक्यो थाहा छैन सुकून का नाम सुना हाय हाय इतना सुकून नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन बक्ने कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन आफूले देश मात्र बनाउन इच्छा छ आफूले अरू कुरा केही इच्छा छैन चिल्लेमा केमा हाल्ने बत्तीमा मुजी बत्ती नभए मुजी मोबाइल चार्ज गर्न पाउँछ साटा अरे को हुन्छ त बत्तीबाट को उठ्नु भयो के घिसिङ भन्ने हजुर बुझेन लान्छ त हामी तपाईँलाई कहाँ हेर्न मैं गाँव जा सकता हूँ अरे तू जा रही आपको लेकर जा सकता हूँ मैं काम करूँगा तपाईले छ नि अन्तिममा केही सन्देश दिनु पर्यो हाम्रो अडियन्सहरुलाई हाम्रो यो नयाँ च्यानल जो हामीले हेर्दै Gelo no copo, piscando a fachada. Gatinha rebola na vibe acelerada. No Prada, no Prada, no vibe acelerada. Gatinha rebola na
केमा बा भोट केमा भोट त अब भन्नै पर्दैन नि भोट किन म नेपाली कांग्रेसको तर म यसपालि सूर्यमा हाल्दैछु किन भन्नु म सूर्य हराउने पक्षमा हो केपीले हार्नुपर्छ तर होइन भोट हाल्छु लसपताइदिन्छु म कस्तो अनि मैले जहाँ मत हालो त्यो हारेको छ केपीले हाल्ने भोट केमा हाल्ने त भोट म जान्छु हो म जान्छु हो घन्टीमा हाल्ने हो कसले भनौ हर्क साङपाङ पास्टर भनेर तुमलाई पढाउने मास्टर हो सुनकोशीको गेटबाट ऋषि धमला अघिबाट ऋषि दाई जनता तिम्रो साथमा छन् भन्ने सेन्स हामी दिन्छौँ नि त अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ जितोस् म खाइदिन्छु त्यसैको खाइदिन्छु जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा गएर टाका लाउँछु साँच्चै हो नि रियल हो नि यो सुन पनि मैले बाँडेर लाने दिन्छु जित्यो भने कहाँ छौ कांग्रेसका गगन कुमार थापा उर्फ गगने पक्राउ होइन उहाँ आफै जानुभयो पक्राउ होइन उहाँ आफै जानुभएको पक्राउ परेको होइन उहाँ आफै जानुभएको प्रहरीले पनि दम्म भयो गेट तोडेर अब सुतिरहेको मान्छे ओछ्यानमै पुगे गिरफ्तार गर्न भन्ने कुरा नि छ नि के भयो अब हो त्यही त गैर कानुनी भयो नि शनिबारको दिन पक्राउ पूर्जी कसरी जारी भयो थाहा छैन भन्नु सरकारले गोली हान भनिसकेको छ सुमन गुरुङले गोली हान भनेर आदेश दिइसकेको छ ओके टोकेमा हामीले सुनेका छौँ एउटै हो सुँगुर र बुङ्गुर कति फरक छैन कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट बस्यो लुकी छिपी हेरिदिन त्यति धेरै सम्पत्तिहरू जुन सार्वजनिक भयो जुन कतिसम्म सुनहरू चाहिँ एउटा मान्छेले एउटा व्यक्तिले पैतृक सम्पत्तिको नाममा राख्न पाउँछ अथवा हिजो भर्खरै सार्वजनिक भएका मन्त्रीहरूको सम्पत्तिको आय स्रोत चाहिँ के हो यो कुरा चाहिँ हामी अनिराश्रु क्रान्तिकारीले चाहिँ यसको जवाब खोजिरहेका छौँ। आम जनताको पछाडि के हो त्यहाँ केही पसल ससल छ कि क्या हो